फरक हो नि त्यस्तो तिनीहरूले अब मोडल मात्रै उ गर्न खोजेको हो कि सेम त हो नि होइन सेमै हो त यो तपाईँले सबै हो त त्यो त लाएर हाल्यो अलिकता चेन्ज थोरै त्यो त चेन्ज त भइहाल्छ नयाँ मोडल अलिकता निकाल्यो त्यतिमै अनि त्यति धेरै चेन्ज छ अब हामी स्वयंतिर छौँ के भयो तपाईँको अनुहार ठिकै छ त मेरो अलिक शून्य जस्तो भयो त शून्य जस्तो लाग्यो नि त्यो मेरोमा त त्यो भाजती फोटो र भिडियो सब उडेछ त्यस्तो बिरामी जस्तो देखाएको छ अलिकति अस्वस्थ छु आज धेरै बोल्न पनि नभइरहेछ यता राइट साइडको दाँत देखेर कस्तो रातो देखा मेरो अनुहार तनाव छ मलाई जिन्दगानी मलाई त निद्रामा लागिरहेको रमाइलो दिन गयो मेरो 2-4 दिनलाई दाँत ठिक भएछ भयो काम नठिक भयो त्यो चाहिँ गयो नौलामा कतै खानु मिलेन हिँड्नु मिल्यो धेरै बोल्नु मिल्यो धेरै बोल्न पर्ने मान्छेलाई गाह्रो हुन्छ खाएपछि बोल्ने त नि म नखाएपछि बोल्दिनँ म फेरि खाइसकेपछि धेरैले बोल्छु फेरि खाएपछि लाग्छ कसको भाउ के लाग्छ होइन त अब म बोल्न सक्दिनँ होला तपाईँ बोल्नुहोस् म भर्खर उपचार गरेर आएको बिरामी मान्छे हो है साइडमा यस्तो हिरो भएपछि त म त बोल्न सक्दिनँ होला यार अब तपाईँ बोल्नुहोस् राजा किङ अब नयाँ परिचय हो यो चाहिँ बोइलीको पनि किङै होइन त बोइलीको किङ राजा किङ कि राजा किङ दुइटै किङ पनि किङ पनि त्यस्तो बोल्नु है तपाईँ आज चाहिँ हामी स्वयम्भू राजभाइ डाक्टरबाट फाइनल्ली स्टार्टिङ भएको त धेरै दिन भइसक्यो आज चाहिँ हामी आउँदैछौँ सबै त अस्ति आउनु होइन गएर त गर्नु आएर मात्रै जान्न बत्ती बाल्न नभ्याएर स्ट्रिक भयो भने चाहिँ दामी हुन्छ रहेछ है एकछिनमा हात गर्छ एक कुरा गर्न हामीलाई लगभग कतामा 1 आवर लाग्ला 1 आवर लाग्दैन 30-35 मिनट मेरो छेउमा हिँड्ने चाहिँ कुन फिल्मको हिरो हो भनेको स्वास्थ्यलाई राम्रो हो नि त बस चाबी राख्नु हो है फेरि छोडेर तनाव हुन्छ तर आनन्द शीतल छ है अझै बेलुका शीतल हुन्छ नि 5:30 त भयो अझै राम्रो देख्दो रहेछ यत्तिकोमा चाहिँ राम्रो देख्दो रहेछ तर हाम्रो यस्तो भ्लगमा चाहिँ धेरै जस्तो यो माइक राख्यो भने बेस्ट भोइस मात्रै आउँछ नि त अब यसमा चाहिँ कस्तो हुन्छ नि बाहिर आवाज धेरै ठुलो आउँछ अनि त्यसपछि मान्छेले भ्लग हेर्न रुचाउँदैन नि त यसमा चाहिँ यो प्रब्लम हुन्छ क्या जस्तो पनि अब मान्छे दैनिकी कुराहरू आइरहेको हुन्छ नि त यसमा त हामीले कुरा गरेको बात मारेको सुन्ने नै हेर्ने त्यही हो इन्ट्रेस्टिङ पार्ट भने चाहिँ के बोल्छ र के गर्छ के भन्छ यिनीहरूले अब यसरी हिँड्दाखेरि कहाँनिर गएर के गर्छ भन्ने कुराहरू एनालाइसिस गरेर धेरै भ्लग हेर्ने हो क्या मान्छेले चाहिँ तपाईँ हाम्रो चाहिँ ब्याकग्राउन्डै ठुलो आइदिन्छ नि त त्यही भएर अनि मान्छेले हेर्न रुचाउँदैन कि त्यो बेस्ट पार्ट चाहिँ गोरो त हुनुहुन्छ त होइन नि त्यतिको गोरै छ क्या तपाईँ फोटो खिच्नु